Lasto, Fabula, Namaste, welcome back to my new video again after so long. And if you guys are new to my channel, then I'm Suriksha Yanjan. And Happy New Year everyone guys. So आज मैले किन vlog गरिरहेको छु भन्दाखेरि चाहिँ आज हामी So guys, अब चाहिँ हामी अटोमा जाँदै छौं. नाम हेलो भन्नु. हेलो भन्नु न. हेलो. Happy New Year भन्नु. अरे Happy Happy New Year. Year भन्नु त. Everyone. So guys, हामी चाहिँ मामला आज डुलाउन लागि हामी जाँदै छौं. यहाँ आउँदै गरेको हो. उ हाम्रो पिछाडीको मोडल त्यहाँ पिछाडी छ हैन. अनि हाम्रो आस्था यहाँ चाहिँ आस्था हेलो भन. So guys, अब चाहिँ हामी जाँदै छौं. हाम्रो सिटी चाहिँ आइसक्यो. So guys, अब हाम्रो भाउजू पनि हुनुहुन्छ त्यहाँभित्र. म देखाउने वाला छु हामी कहाँ जान्छौँ भनेर. So guys, let's go with us. So guys, हामी यस्तै स्ट्रगल गरेर हो. मलाई कतै गाह्रो भइरहेको छ यहाँनिर. Happy New Year भन्नु. Happy New Year भन. Happy New Year. So guys, हामी यस्तै स्ट्रगल गरेर जाँदैछौँ. हाम्रो एक यहाँ छ. म यहाँ देखेको नि त. इलाम होइन. इलाम अरे. इलाम होइन. So guys, अब चाहिँ हामी पुग्न आँटिरहेको छौँ. कति भइरहेछ. So guys, हामी चाहिँ फाइनली सालबारी आइपुग्यौँ. अनि अब चाहिँ हामी हिँड्दैछौँ. अनि हाम्रो मामी हुनुहुन्छ. So guys, अब चाहिँ हामी यहाँनिर कस्तो भिड रहेछ क्या मान्छेहरू सबैजना अब एक गति भन्ने घुम्नको लागि आउनुभएको होला नि त. अनि सबैजनाको चाहिँ भएको छ. हाम्रो मामी चाहिँ आउँछ हाम्रो चाहिँ यहाँ छ. मेरो फुल गेटअप देखाइदिनु. So हाम्रो काका गेटअप चाहिँ यस्तो छ. आस्थाको यहाँ छ यस्तो छ. So guys, हामी जाँदैछौँ. अब अहिले चाहिँ हामी फोटोसोटहरू दिन्छौँ. मान्छेहरू कस्तो क्राउड छ यार. छ्या मलाई कस्तो लाज लागिरहेको छ भ्लग गर्नुको लागि होइन. त्यो के छ र होइन भ्लग बनाइन्छ यस्तो. यहाँ मान्छेहरू तपाईँहरू देख्न सक्नुहुन्छ कति धेरै क्राउड रहेछ यहाँनिर चाहिँ. अझै आफ्नो कस्तो लाज लाग्यो. त्यस्तो गाइजहरू चाहिँ हेर्न सक्नुहुन्छ धेरै क्राउड छ. अब चाहिँ हामी यहाँनिर गाइज हामी चाहिँ फाइनल्ली टिकट काटेर भित्र छिरिसक्यौँ. भाइले So guys, आज चाहिँ छिरिसकेको छौँ. हाम्रो टोली चाहिँ त हुनुहुन्छ. हाम्रो लग्ने माम चाहिँ यहाँ हुनुहुन्छ. आस्था आइज हामी भ्लगमा. So guys, हामी चाहिँ यहाँनिर आफ्नो स्टपहरू चाहिँ पुगिसकेर चाहिँ अहिले हामी छिर्दैछौँ. सबैहरूलाई पनि हामी एक्सप्लोर गर्नेवाला छौँ. एकदमै मान्छे चाहिँ यस्तो बेसी छ कि र यस्तो बेसी छ होइन. त्यहाँनिर हामीले घुम्न आएको हो कि त्यहाँ हेर्नु गाइजहरू मान्छेहरू भिड र यस्तो भिड छ यहाँ. हामी चाहिँ जाँदैछौँ. अरू त के भन्नु. अब हामी भित्र जाँदैछौँ. यस्तो धेरै क्राउड छ कि राम 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 माइ गॉड सो मच क्राउड. हिँड्ने गएर रहेछ भन्दा हामी सालबारी आएको हो कि. राम्रो हुन्छ. त्यसो भने ह्याप्पी न्यु इयर. के बनाउनु कस्तो धेरै भिड हो. मान्छेहरू न मान्छे हामी घुम्न हिँडेको जाँदाखेरि पनि कहाँ हिँड्छ त. So guys, हाम्रो भाउजूहरू त जाँदैछ. के हो आई डोन्ट नो एनिथिङ. हेर्नु मान्छेहरू यस्तो क्राउड छ. आज गते भएर होला. बाहिर गीत पनि बजिरहेको छ.
गाइज अब चाहिँ हामी चौतारीतिर जाँदैछौँ। यहाँनिर चाहिँ त्यस्तो राम्रो लागेन हौ, मान्छेहरू मात्रै। खोइ कहाँ हो चौतारी? गाइज हेर्न सक्नुहुन्छ कस्तो राम्रो। सो गाइज यहाँनिर हेर्नु पानीको यो के भन्छ यसलाई? आई डोन्ट नो के भन्छ। पानीको लहर। कति धेरै मान्छेहरू छ। के रे भाउजू? गाइज हामी चाहिँ उतानिरको झुलिङ्गे पुल जाँदैछौँ। अब हामी कहीँ जानु ठाउँ भेटाएर यार हामीले। गाइज अब चाहिँ हामी उताको झुलिङ्गे पुल जाँदैछौँ, कहीँ अप्सन नभेटाएर। यति धेरै क्राउड छ होइन, कहाँ जानु, कहाँ खिच्नु, कहाँ के गर्नु, कहाँ गर्नु। त्यही भएर गाइज अब चाहिँ म तपाईँहरूलाई जाने खुवाउँछु हो। सो गाइज तपाईँहरू ब्याकग्राउन्ड देख्नुहुन्छ। मामलाई चाहिँ म अघिदेखि हेलो मात्रै गर्न लगाइरहेको छु। कति साह्रो क्राउड क्या, राम हामी चाहिँ यहाँनिर लभमा यहाँ भिडियो बनाउनु लागि यस्तो वेटिङ लिस्टमा बसिरहेको छु। कति धेरै क्राउड छ साथीहरू, कति भन्नु त्यहाँबाट तपाईँहरूलाई म देखाइदिन्छु। र मान्छे यति धेरै छ। सो अब हामी चाहिँ यहाँनिर लभमा भिडियो बनाउनु पर्खेको। यहाँ चाहिँ बोटिङ पनि रहेछ। सो गाइजहरू तपाईँहरू आउनुभयो भने बोटिङ पनि के भयो मेरो भदैलाई। गाइज हामी यहाँनिर वेट गरिरहेको छु यो फ्री हुन्छ भनेर। तर यस्तो बेसी मान्छेहरू छ कि सबै खालै रिपिलो गर्दैछ। हाम्रो ट्रनै आएको छैन होइन, वेटिङ लिस्टमा छ होइन रहेछ हामी। ब्लगमा भिडियो बनाऊँ भनेको मान्छेहरू यस्तो बेच्छ कि पालै हुँदैन। अब के भन्नु चाहन्छु, कस्तो फिल भइरहेछ? यहाँ आऊ न निमासाङ यहाँ आऊ। गाइज हेर्नु मेरो भदै, मेरो लभली भदै कोही माया गरिदेऊ न त। अनि माया गरिदेऊ, माया गर छिटो। हाम्रो भदै चाहिँ रिसाइराख्नु भएको छ। के रिसाउनु भएको? केही बोलिरहेको छैन। हाई भन्देऊ न त नि बेबी, हाई भन्देऊ। केही बोलेको छैन, उसलाई रिसिरहेको छ नि त। त्यही भएर चाहिँ यस्तो बाहिर गीतहरू बजिरहेको छ कि, अनि त्यही भएर कपिराइट लाग्छ भनेर चाहिँ पुरा भइरहेको छ साथीहरू। गाइज हामी चाहिँ पुल तर्दैछौँ, यो झुलिङ्गे पुल होइन। उता मामहरू उता हुनुहुन्छ होइन, यस्तो स्ट्रगल गरेर आइरहनु भएको छ। माम कस्तो फिल भइरहेको छ? रमाइलो भइरहेको छ भन्नु न, कस्तो हलिरहेको छ। Oh my god, look, see the कति धेरै क्राउड। हाम्रो मान्छे आइरहनु भएको छ। हेर्नु गाइज बोटिङ पनि रहेछ होइन, उतानिर पिङ पनि छ। मामलाई पुरा डर लागिरहेछ होला। अब कस्तो भयो भन्नु न। सो गाइज हामी चाहिँ उहाँहरू पछाडि कति धेरै मान्छे छ राम्रो। गोलेर मरे कस्तो लाग्यो ठाउँ? राम्रो लाग्यो, रमाइलो भइरहेछ। भिड कतिको छ भन्नु त मा? छैन, अपोजिट अफ द्याट होइन गाइज। हाम्रो मान्छे यहाँनिर लखर हिँड्नु भएको छ। उतापट्टि चाहिँ खोला रहेछ। म फर्स्ट टाइम आएको, तर लाग्यो अरे माम गई अरे माम गई। यहाँनिर चाहिँ मामले गई भन्दैछ। यहाँनिर एउटा उयो रहेछ क्या, गएको के भन्छ यसलाई, यहाँ गएको उयो रहेछ क्या। त्यही देखाऊ तपाईँलाई म देखाइदिन्छु ल। हाम्रो मामले यहाँ गइरहेछ भन्दैछ क्या। यहाँ जस्तो रहेछ त्यही रहेछ भन्नुभएको। गाइज ऊ हाम्रो घरहरू चाहिँ अगाडि बसिरहेछ। मेरो नाम मजाले प्रोनाउन्स गर्छ, रितिका। हेलो गाइज, हाम्रो चाहिँ यहाँनिर
ड्राई पिकनिक भन्ने के पिकनिक भन्नु होइन यस्तो बिजोक भयो त ओछ्याउने चाहिँ लिएर आउनु पर्ने रहेछ नल्याएर ऊ हाम्रो यसमा खाँदैछ माम यहाँ खान्छ एकछिन बग्नु हाई गर्नु मजा भइरहेछ मजा भइरहेछ हाम्रो मामलाई थ्याङ्क यू यहाँ हाम्रो आस्था यहाँ खाँदैछ ह्याप्पी न्यु इयर भन ह्याप्पी न्यु इयर खै आस्ते ह्याप्पी न्यु इयर भन्न हजुर हजुर निस्किसक्यौँ निक्लिँदैछौँ र हाम्रो अब मर्सिडी आउँदैछ हामीलाई अनि हामी अब हाम्रो मर्सिडी पनि देखाउनेवाला छौँ त्यसमा जानेवाला छौँ यस अब चाहिँ हामी निक्लिएर जानु लागेको भाउजू आयो अब चाहिँ हामी निस्केको अब बिदा भएको हाम्रो न्यु इयर चाहिँ कस्तो भयो भन्ने कुरा हजुरले देखिहाल्नु भयो होला भन्नु न सो गाइज मैले चाहिँ कति के क्लिपहरू अब गरेको छु आई डोन्ट नो होइन अब चाहिँ हामीले पनि लागेको यस्तो क्राउड थियो होइन अब अलिअलि के भिडियो बनाएको छ माम हाई गर्नु ल हामी चाहिँ अब निक्लिँदैछौँ होइन माम अब चाहिँ हामी घरतिर बल्ल हामी यहाँबाट निक्ल्यौँ